So hello and welcome everyone. It's me Demon. यो चाहिँ मेरो फर्स्ट ब्लग हो सो अलि नर्भस फिल चाहिँ भइरहेको छ मलाई. सो आज चाहिँ हामी हाइवे राइडको लागि जाँदैछौँ. हाम्रो यो लस एन्टोस सिटीबाट हामी हाइवे हुँदै पलेटो बे हुँदै फेरि यहीँ सिटीमै फर्किने छौँ. सो आई विल बी गोइङ विथ माई 3 फ्रेन्ड्स, मेबी 3 or maybe 2, आइ एम नट स्योर. उनीहरूले कल गरिसकेको छ मलाई. अब लेट्स गेट रेडी एन्ड गेट गोइङ. सी या. ओके, एज यु क्यान सी आइ एम फुल्ली ड्रेस्ड अप. अब हामी केही बेरमा निक्लिन्छौँ है त. अहिले चाहिँ बिहानको 6 त्यस्तै 6:15 भइरहेको छ. सो अब बाइकमै गएर भेटौँ होला है त. सी यु गाइस. ओके, लेट्स बिगिन द राइड. यता गल्लीकै बाटो जाऊँ होला है. मेन रोड अलि रेड लाइटमा धेरै रोक्नु पर्ने हुन्छ. स्टप साइनमा चाहिँ घुर्नै पर्ने हुन्छ. सो लेफ्ट राइट हेरेर चलाऊ. म चाहिँ जहिलेको जस्तै ढिलो नै भइसक्यो. साथीहरूमा कुरिरहेछन्. खासमा बिहान जाने प्लान थियो, अलिकति काम परेर ढिलो भयो आज त. यो रेड लाइटमा कुर्नुपर्छ अब. धेरै ढिलो भयो जस्तो छ. आएर मस्त सेटिङकै बसिरहेको छु. गाली गर्ने भयो, गाली गर्ने भयो. के कतिखेर आइपुग्यो हो है त. आफूलाई इन्ट्रोड्युस गरौँ त. केही हतार छैन. हेलो गाइस, मेरो नाम चाहिँ सुरज थापा मगर है. म चाहिँ मेरो घर चाहिँ यही छेउको बिचमा हो होइन. एन्ड हेलो गाइस, सबलाई चाहिँ सेयर हाल्नु भयो गाइजहरू. यो चाहिँ हाम्रो सुभाष ब्रोको बाइक भयो. हामी ब्रो चाहिँ पुरै फुल राइडिङ ड्रेसमै छन्. रमाइलो हुन्छ आज. अनि हाम्रो बुढी ब्रो चाहिँ नर्मल डिसेन्ट ड्रेसमै आउनु भएको छ. उहाँको बाइक चाहिँ भयो आकाशु भयो, मेरो जस्तै सेम. अलवेज त्यही हो. ओके ल, ठिकै छ. कति 16 भइसकेको छ. ल गइहालौँ न त, ढिलो होला फेरि. बाटोमा जाँदा जाँदै रात पर्छ. अब उतातिर कतै होटलतिर बसौँ ल आजलाई. ल हुन्छ. हाम्रो टिम चाहिँ आज भोरेसम्म पे गर्नुहुन्छ हाम्रो आज पैसा चाहिँ. ल ल ल ल जाउँ. ओके ल है त, हामी चाहिँ हिँड्यौँ त्यहाँबाट. है फुल रेडी छन् केटाहरू. आमा खाजा खाएर आएको सबैले. खाएर आएको. मैले खाएको छैन नि, अब एकछिन म खाने पर्छ. उता एउटा सानो स्टोर के पसल छ क्या, त्यहीँ गएर खाऊँ. होटलतिर गएर लगाउँ न, होटलतिर. तर है सबजना. अब हाइवेमा धेरै कुदाउनु हुँदैन. 80-100 हो क्या अरे यहाँको. यता पेट्रोल भर्नलाई रोकेछौँ हामी. यहाँ चाहिँ भरिदिउँ है त. भरिँदैछ अब एकछिन. सो यहाँ चिसो चाहिँ खानु पऱ्यो. कोक र के स्प्राउट र कोला रहेछ. कोला खाइदिउँ न. ल अलि शीतल भयो. मेरो गाडी खोइ, मेरो गाडी धन्न के भयो नि. ठिक छ. ओके ल. लु पेट्रोल राखेको चाहिँ $25 भएको छ है कि मेरो चाहिँ. स्टार्ट टु जर्नी. अँध्यारो भइसकेको छ हुन चाहिँ. दायाँ बायाँ हेरेर टर्न गर्नुपर्छ. घुमेर जानु हुँदैन.
डुब्यो घाम डुब्यो तर हेर न आकाश कस्तो खतरा देखेको सनसेट भइसकेको छ जे बाली भन्छ त्यो रेप गर्न चाहिँ अति रमाइलो हुने यस्तो समयमा ओके गाइस खाइसकेपछि भेटौँला है त उता बाइक A few moments later. ओके हामीले खाइसकेका छौँ है त गाइजहरू अब गएर एउटा होटल खोजेर सुत्नु पर्यो यताउति गाडी त लाउँदै बुझ्थ्यो है त सब यतातिर यसो एउटा के फोटो केही खिच्ने हो कि यहाँको सिन राम्रो छ यता रोकौँ न त्यसपछि पछाबाट जाउँ होला पछाबाट कताबाट जाने पछाबाट दाहिने छ यता यताबाट अलिकति अफर बाटो छोड्दैन त बात ए पखाएको केही भएन एकछिन गाइस एकछिन म यसो आफ्नो उयो गर्छु है त दायाँ बायाँ जर्नी बिगिन्स के भएछ यो मान्छे ल गाडीमा मान्छे छैन त गाडी कति छोडेर हिँड्दैछ गाडी बिग्रेर वाइट बेनाको भ्यू विथ द्याट ओसन हक्न गयो होला बेना बेना कडा भ्यू छ ओसनको कता यताबाट बाटो छ र भने बाइक छिन्छ क्या यता बाटो छ र भने ओहो डबल टी चलाइरहेछ त यहाँ त ओ आमा सेम्पी बाइक रहेछ त कडा ल गाइस रेड लाइट त ल गाइस त्यहाँबाट लागेको यहाँ यहाँबाट चाहिँ हामी आफ्नो घरतिर लाग्छौँ ल त यो पछि है तपाईँ मजा लाग्यो ल you explore it again. के खान्छ